अहिले भने चाहिँ हेलो गाइस, अब चाहिँ यो टाइल्स लगाउने काम हुँदैछ। यो 4x6 को टाइल्स हो। यसको भुइँको लेभल एकदमै मिलाउनु पर्छ। फर्स्ट लेयर चाहिँ मिल्यो भने टाइल्स लगाउन सजिलो पर्छ। र केमिकल र ठुलो टाइल्स पनि केमिकल र सिमेन्ट दुइटै मिलाउनु पर्छ। त्यसरी अब यो पहिला गर्ने भाइले अलिकति प्लास्टर मोटो बाहिर निक्लेकोले गर्दा अहिले सिलछाल गर्दैछौँ हामी। यस्तो प्रकारले गरिरहेको छु। अहिले तोडा हुँदैछ है। हाम्रो बारिसकोमाले पनि दिएको छ नि हो। हेर्नुहोस् त, यो हो नि हौ। यो काम छैन भने त्यो काम, त्यो काम छैन त्यो काम है। काम सानो ठुलो हुँदैन है। त्यो मिस्त्री त बित्यो भन्दैछ त हौ। यो बनाउने बित्यो अरे हो। अन्त अब हामीलाई जिम्मा दिइराखेको छ। अब यो मोटामोटी भएको छ 4x गएको रहेछ। फर्स्टै यो एकदमै लेभल र साउल हेर्नुपर्छ। त्यस पश्चात मात्रै यो सुरु गर्नुपर्छ। हस् त गाइस, थ्याङ्क यू फर वाचिङ माई भिडियो।